स्टार्ट गरौँ। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। आयो सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै, मैला लिउ भएछ ल। आयो सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि एकदमै सन्चै होइन। तिम्रो केटा सन्चै छौ? एकदम राइट हुनु पऱ्यो है। हामी कहाँ जाँदैछौँ भन्ने कुरा तपाईँलाई हामी अहिले भन्दैनौँ, किनभनेपछि आजको भ्लग एकदम विशेष छ। तर भुडी लाग्यो एकदम के हो यस्तो उज्यालो नभएर के हामी कहाँ जाँदैछौँ भन्ने कुरा हामी तपाईँलाई अहिले भन्दैनौँ। हामी डेस्टिनेसनमा पुगिसकेपछि तपाईँलाई भन्छौँ हामी कहाँ गयौँ, हामी कहाँ आयौँ भन्ने कुरा हामी डेस्टिनेसनमा पुगेर भन्छौँ होइन केटा। वाउ, हाम्रो यो टक्क गिटार सितार है, गिटार बोक्ने मान्छे। त्यसपछि हाम्रो यो झोलासोला ट्याक्क भित्र हाम्रो सामान छ। तपाईँलाई चाहिँ हाम्रो यो सुर्खेतभन्दा अलिक टाढै हो, त्यो 2-3 घन्टा लाग्छ। तर 3-4 घन्टा गाडीमा जाने हो कि हिँडेर जाने हो केटा? के छ प्लान? प्लेनमा जाने हो? प्लेनमा जाने रहेछ केटा, यो चाहिँ छुट्टै प्लेनमा जाने हो, हामी चाहिँ हिँडेर जाने है। चिटिङ गर्दा है तँ। व्यवस्थित ठाउँ हो। अनि त्यसपछि त्यहाँ गइसकेपछि तपाईँलाई सब कुरा हामी देखाउनेछौँ, खाने यताउता सब हामी त्यहीँ गर्नेछौँ आज दिनभरि है त। कसरी गर्छौँ भन्ने कुरा अन्तिमसम्म तपाईँले हेर्नुभयो भने मात्रै थाहा पाउनुहुन्छ है। अहिले हामी 3 जना छौँ, त्यही हो। मासु छ हामीसँग, त्यसपछि हाम्रो चटपट छ, त्यसपछि खाने व्यवस्थाहरू हामी टक्क ल्याएर आएछौँ। कसरी गर्छौँ त हामी आज त त्यो दिनलाई हामी कसरी सक्सेस बनाउँछौँ त्यो कुरा हामी अन्तिममा हेर्दैछौँ। अहिले हामी 3 जना छौँ, एकजना मान्छे अलिक पछितिर आउनेछ होइन, अनि एकजना मान्छे चाहिँ घन्टाघर आइसकेको छ। हामी त्योसँग भेटेर टक्क ल्याएर हामी आफ्नो एर्तातिर लाग्छौँ है त केटा। रोशन भन्ने मान्छे चाहिँ आइसकेको रहेनछ, पार्टी कार्यालयमा आउने भन्दै थियो, अहिले आएको छैन। अब त्यो आउँदै गर्छ, हामी चाहिँ हिँड्दै गर्छौँ। अब त्यसपछि त्यो दौडेर आइज भन्नुपर्छ त्यसलाई केटा। फोन गर त्यसलाई मलाई पहिला तरिका ल। त्यो आउँदै गर्छ है, आउँदै गर्छ, हामी हिँड्दै गर्छौँ। फाइनली हाम्रो रोशन दोस्त हाम्रो पछाडि देखिरहेको होला, आइसकेका छन्। के छ एकदम आरामै एकदम ढिलो अरे त मुला दौड स्टार्टिङ भयो। ल दौडिँदै आयो कि। ल स्वागत छ तपाईँलाई आजको भ्लगमा हाम्रो होइन। आज हामी विशेष ठाउँमा जाँदैछौँ। तपाईँले यस्तो दृश्य देखाउने छौँ कि तपाईँ पछि सक हुनुहुनेछ होइन। त्यसको लागि भ्लग तपाईँले कन्टिन्यू गर्नुपर्ने हुन्छ, हेर्नुपर्ने हुन्छ। गाइजहरू हामी घरबाट कति मिनट भयो होला? कति मिनट गएको त हेर त टाइम 15 मिनट 38 भइसक्यो। 16-17 कतिमा हिँड्यो है, अहिले 38 भइसक्यो। जस अब हामी छिटै पुग्नुपर्छ, अलिक छिटै हिँड्नुपर्छ होइन। अब हाम्रो उकालो ओह्रालो भन्ने कुरा अब आउँदैछ। त्यो अब अलिक खतरै ठाउँ छ क्या यस्तो ठाउँ, यस्तो अलि उकालो जस्तो पनि छ, ओह्रालो जस्तो पनि छ। त्यही भएर होइन हामी तल जाँदैछौँ कि माथि जाँदैछौँ भन्ने कुरा हामीलाई पनि थाहा छैन है। कहाँ जाँदैछौँ हामी रात पराएको छ, कता हो अब गाडी पनि थाहा छैन है। अँध्यारो छ, कता हो थाहा छैन होइन। अनि आज ढुसी पनि लागेको छैन कि, ढुसी नलागेर मुला चाहिँ अलिक ज्याउ गएर जिउ ढुसी लाग्दियो भने अलिक राम्रै हुने चाहिँ ढुसी लागेको छैन। अच्छा ढुसी नलागेन केही छैन, हामी त जान त डेस्टिनेसनमा पुगेरै छाड्छौँ होइन। कन्टिन्यू हेर्नु त, कन्टिन्यू छोड्दै नछोडेर एकदम स्किप नगरेर हेरिरहेन क्या है, स्किप नगरेर हेर्दैन। कोही मान्छे यहाँ सपोर्ट चाहियो भने देखि सपोर्ट गर्नुपर्छ क्या, सपोर्ट गर्ने त्यो हुनुहुने सपोर्ट गर्नुपर्छ होइन। ओके कन्टिन्यू गर्दै गयो। हाम्रो चाहिँ एउटा अलिक समस्या भएको छ है, त्यो चाहिँ अब जे होस्, अब त्यो मृत्युसँग सम्बन्धित समस्या हो है। काँक्रीबार भन्दा यतातिर थोरै जङ्गल त्यो छ, त्यहाँ जङ्गल नजिक आइसकेका छौँ है। त्यो चाहिँ अस्ति मान्छे मऱ्यो भन्ने कुरो चाहिँ सुनियो है। त्यो चाहिँ हामीलाई चाहिँ बहुत अब आँटेर हिँडिरहेको छ के थर्मो फुटेको थर्मो तातो मैले अब जङ्गल आउनु यार मलाई त बचायो है, मलाई बचायो केटाहरू हेर। म त एकदम डराउने मान्छे जङ्गल केटा। लास्ट एक्साइटेड छ होइन, एकदम फुल जोसका साथ। के हो केटा जङ्गलतिर हिँड्ने एक्साइटेड छ? तलतिर लाइनको उकालो धेरै लाग्नु न रहेछ यार। त्यो चाहिँ पानी खाऊ यार, तातो छ त। ल गाइस हामी कहाँ छौँ हामीलाई थाहै छैन अहिले होइन। तपाईँ हेरिराख्नुहोस्। जीवन चाहिँ एकदम डराइरहेको छ क्या होइन। जीवन नडरा, जीवन चाहिँ एकदम डराइरहेको छ। रोशनले गर्लफ्रेन्डलाई फोन गरिरहेको थियो, अहिले चाहिँ गरे होइन। अनि हाम्रो ध्रुवको बुवाले फोन गरिरहेको थिएँ, ध्रुवले फोन काटिदिए। हामी जुन कुराले हिँडिरहेछौँ त्यो कुरा हामी नपाउन पनि सक्छौँ, पाउन पनि सक्छौँ।
पायौँ भने राम्रो छ, नपायौँ भने पनि ठिक छ, हाम्रो केही भएन। बट हामी डेस्टिनेसनमा पुगेर छाड्छौँ र हामीले ल्याएका खानेकुराहरू छन्, ती खानेकुरा बनाएर हामी खाएर छाड्छौँ है त। बाटोमा हिँड्दा हिँड्दा एउटा कस्तो राम्रो गाई भेटिएको छ क्या है। ल ल कस्तो तर्सिरहेको छ बिचरा यार। Few moments later. कस्तो फेरि मरिरहेको छ केटा तिमीहरूलाई। अहिले त लेक लागिरहेछ होइन, लेक लागे जस्तो फिल भइरहेको छ। हो दाउरा सर बोकेको छ केटाहरूले होइन। के खाने केटा तिमीहरू ल्याएर त्यो दाउरा के गर्ने त्यो यो मस्सु लजो किन समाज पछि देखाइन्छ नि। हामी सुर्खेतभन्दा तलतिरको साइडको थोरै जङ्गलभन्दा माथि हिँडेर अब हामी त्यो पुग्ने ठाउँ डेस्टिनेसनमा हामी गाउँघर जस्तै रहेछ यहाँ। सुर्खेतभन्दा तल्लो साइड पनि यस्तो रहेछ, तल्लो साइड पनि यस्तो रहेछ सुर्खेतभन्दा तल होइन। वा बडा नाइस केटा हो। ल फाइनली गाइज हामी यो रोडमा आइसकेका छौँ। अब यो रोडबाट चाहिँ हामी सर यो पहिलाको हो र हुनसक्छ त्यो अब थाहा भएको कुरा चाहिँ नभनौँ होइन। ओके अब केही समय अगाडि र केही समय थोरै तलतिर गयौँ भने हामीले जान आउन लाग्छौँ, हामी त्यो ठाउँमा हामी पुग्छौँ है। बस बस यार के छ अन्त बस ठिक छ नि, ठिकै हुनु ए उता त यहाँ मुख सुन्न न है उता ठिक छ नि, ठिक छ खुसी के खाने के खाने खानेकुरा केही छैन क्या मुहाल्नु नहाल्नु क्या है। खानेकुरा केही छैन। अब बस हाम्रो डेस्टिनेसनको यात्रा अब एकछिनमा हाम्रो सकिन्छ होला होइन। अनि हामी चाहिँ आज हाम्रो खानासाना त्यहीँ हुनेवाला छ क्या। त्यही भएर हाम्रो दाउरा साउरा अनि झोलासोला ल्याएर हामी आछौँ। हामी कहाँ जाँदैछौँ भन्ने कुरा मैले अहिलेसम्म भ्लगमा भनेको छैन। अब हामी डेस्टिनेसनमा पुगिसकेपछि चाहिँ हामी यो ठाउँमा आयौँ है भनेर म तपाईँलाई देखाउनेछु। रोड चाहिँ जे होस् अब घाम लागिसकेको छ होइन, घाम लागिसकेको छ। अब घामसँगै अब हाम्रो यतातिर उता तलतिर यताउता जे होस् राम्रो भइरहेछ। अनि यहाँ चाहिँ जस यात्रुहरू चाहिँ एकदम मान्छेहरू चाहिँ जे होस् बिहानतिर एकदम हजुर युट्युब च्यानल छ नि मेरो त, यसो सब्सक्राइब गर्नु है त। निराजन अधिकारी ब्लग टिकटकमा जोडिनु। रुवा साथी कहाँ जानु लाग्यो? यो केटा यही हेर्न आयो हामी, यही हेर्न पूजाको गाउँ हो के? पूजालाई पठाइदियो त। पूजाको गाउँ त हो त, पूजाको हो के? कौन सा पिलर है भाई, कौन सा? ओए के हाले हाँसाले यो को? यसलाई चिन्नेले यो भाइको यो भाइ विदाउट परमिसन रोके भाइ रोके। तेरो स्टाइल पोज दामी छ भाइ, रोके न बाबु। बेइज्जत नगर भने हुँदैन, बेइज्जत नगर्दै है। ओहो बास्ने जस्तो पानी हेर गाइस, स्वर्ग हेर्ने स्वर्ग। ल गाइजहरू हामी अहिले ट्याक्कै गोठी गाँडा भन्ने ठाउँमा छौँ है। अब हामी यो देख्न सक्छौँ, यो चाहिँ हाम्रो खासमा हामी हेर्न आएको भनेको यही हो है। अब योभन्दा पनि अलि धेरै बाक्लो खालको पुरै यो कमक्क भएको त्यो टाइपले त्यो बिहान होइन त्यस्तो खालको चाहिँ हामी हेर्न आएको हो। बट त्यति चाहिँ छैन, बट जस राम्रोसँग यति देखिरहेको छ जस अलि भ्याप्रै छ भनौँ। अहिले चाहिँ हाम्रो यो भ्याली कुनै पनि केही पनि भ्याली देखिरहेको छैन। अब अलिक पछिसम्म चाहिँ भ्याली देखिन्छ होला। जस ठाउँ एकदमै फ्रेस छ, यस्तो घाम लागिरहेछ तर चाहिँ पुरा अँध्यारै छ होला होइन। जस एकदमै राम्रो छ। भाइ त दाउरा खोज्न जाउँ भाइ त कहाँ होस्? दुईजना दाउरा खोज्न जाने, दुईजना पे चटपटे सामान लिएर आउने। केटाहरूले गलत काम गर्दैछन्।
मैले सजेसन दिइरहेको छु। गाइजहरू तपाईँ देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो देखिरहेको सुर्खेत बजार है। हामीले आउने भनेको थियौँ ट्याक्कै अहिले पछि भन्छौँ भनेको थियौँ होइन। यो पछि भन्ने भनेको ठाउँ चाहिँ हाम्रो ट्याक्कै यो गोठीगाँडा भन्ने ठाउँ हो। हामी खासमा त्यहीँ आएको है। तपाईँले सायद धेरैले चाहिँ थाहा पाइसक्नुभयो होला। अनि अहिलेको चिसो मौसममा चाहिँ हाम्रो गोठीगाँडामा चाहिँ यो सूर्य चाहिँ माथिदेखि आउँछ, बादलभन्दा माथि होइन। हामी चाहिँ त्यो त्यस्तो हुन्छ भनेर यसो हेर्न पाइन्छ भनेर आएको। बट अब आज चाहिँ खासै त्यस्तो हुसी नलागेको कारणले गर्दाखेरि यो खासै त्यति धेरै पनि छैन। केही छैन, हामी चाहिँ यसो देख्न पाइहाल्यो होइन। तपाईँले देखिसक्नुभयो होला, अघि पनि देखिसक्नुभयो होला। यो चाहिँ कस्तो राम्रो देखिन त एकदम राम्रो देखिने रहेछ। अलि बाक्लो लागेको भइदिए एकदम बबाल देखिन्थ्यो होइन। अनि जस राम्रो देखिया छ। अहिले चाहिँ हाम्रो यो सुर्खेत बजार भ्याली कुनै पनि केही पनि देखिया छैन। टेलिकम हो त्यो, टेलिकम हो कि ऊ टेलिकम होइन, टेलिकम हो कि त्यो एफएमको हो, त्यो देखिरहेको एफएम यता होइन। अब यहाँ यस्तो राम्रो घाम देखिरहेको छ, त्यहाँदेखि यो घाम लागेको यहाँ देखिँदैन। बट यहाँदेखि चाहिँ एकदम बबाल देखिन्छ क्या है। जो पुरै आकाशभन्दा माथिको अवस्था यस्तो देखिँदो रहेछ। ल ए अब आज एक त शनिबार पनि भयो होइन, शनिबार पनि भयो। अब घुम्ने आउने मान्छेहरू चाहिँ एकदमै धेरै हुनुहुन्छ। क्यामेरा ल्याएर आउनुपर्ने रहेछ, मुलाले ल्याएन। क्यामेरा ल्याएपछि यिनीहरूले पो झोलाउनु राखिन आएको छन्। हत्तेरिका क्यामेरा के छ केटा, हेर्नु तलतिर बोल केही। एकदम दामी छ यहाँको भ्यू। अलि बिहान सनसेट हुँदाखेरि नै देखाउँला भनेको दुर्वा रोख नै फोटो खिच्नु एउटा नै पाइएन। अब यहाँको अवस्था यस्तो रहेछ अहिले आएर बिहान चाहिँ अलि अब खासै त्यति राम्रो देखिएन, त्यही भएर चाहिँ बिहान दामी हामीले छैन भ्यू। त्यति राम्रोसँग देखाइएन। बट अहिले चाहिँ बनाएर है यस्तो यस्तो रहेछ, टक्क यस्तो बनाएर रहेछ। कस्तो फिल भइरहेछ। पछिको कुराहरू देखाउँदै गरौँ होला। साग लाग्नुपर्छ कि आउनु चाहिँ हामी अघि नै आएको। बट हामी चाहिँ आफ्नो वासस्थान बस्नको लागि चाहिँ व्यवस्थापन गरेर यसो हामी खानेकुरा किन्ने भनेर चाहिँ हामी यता आएको। खानेकुरा तलतिरदेखि ल्याउन सक्थ्यौँ, बट हाम्रो यो ट्याक्कै हाम्रो निडे चाहिँ हिजो बेलुका भएको कारणले खासै त्यो भएर यहीँ किनौँला, यहाँसम्म पनि यहाँ पाइहाल्छ, यहीँ किनौँला भन्ने भयो। त्यही भएर होइन ठाउँ एकदमै फ्रेस छ। यस्तो घाम लागिरहेको छ, तल चाहिँ पुरा अँध्यारै छ होला होइन। जस एकदमै राम्रो छ। अहिले चाहिँ अब यसो बन्द गरौँ। एकजनाको प्रतीक्षाको फल हाम्रो मिठो हुन्छ भन्ने जस्तै हाम्रो मिठो फल हाम्रो यहाँ आइसकेका छन् है। हाम्रो विशेष राजेश मिठो फल नचाखौँ नचाखौँ। हामी चाहिँ अहिले उतादेखि त आइसकेका छौँ। हामीले चाहिँ त्यो उतादेखि चाहिँ हाम्रो भ्यू देखिन्छ होइन। अब त्योभन्दा थोरै यता साइडमा आएपछि चाहिँ हाम्रो यो विशेष आगो बालेर अनि हाम्रो रोशनजीले है आगो सागो बालेर रेडी छ। अनि त्यहाँबाट हाम्रो यो मासु सासु यता यहाँ छ। अनि त्यहाँबाट हाम्रो अरू सामानहरू चाहिँ हामीले यहाँ चाउचाउ बनाउनु यहाँ ल्याएको छ। अनि केटाहरू पुरा योगिता भइरहेको छ, त्यो क्यामेरामा एकदम रेडी छ। त्यसपछि हाम्रो यो चाहिँ बाङ्गे सिम्बलको देखिने यो चाहिँ भ्यू यहाँबाट यस्तो देखिन्छ है। यहाँ चाहिँ घाम लागिरहेको छ, त्यहाँ चाहिँ रात परिरहेको होला क्या होइन। के छ त अरू? बेस्ट छ। अहिले यहाँको दृश्य चाहिँ तपाईँहरूलाई देखाउने हामी होइन, त्यो दृश्य चाहिँ देखाउन पाइएन होइन। अब थोरै चाहिँ देखियो होइन, समयले के अरे यहाँको वातावरणले नै त्यस्तै बनायो होइन। अब त्यसमा हाम्रो गल्ती चाहिँ होइन। एकदम सरप्राइज गराउने भन्ने पक्षमा हुनुहुन्थ्यो निराजनजी। अब के गर्ने, यहाँ रहन्छ दृश्य त्यस्तो पहिलाको जस्तो रहन्छ। आज चाहिँ ठिक छ, थोरै देखियो होइन। अब हाम्रो पिकनिक जस्तो टाइपको यो होइन, के भन्छ यसलाई, त्यो चाहिँ अलिकति राम्रै होला जस्तो भइरहेको होइन। हाई राजेश, कसो केटो किन हेन्सम भएको छ केटो? योभन्दा कति हेन्सम हुनेस् कि अझै हेन्सम नभन मेरो दाइ भाइ मेरो दाइ। एकदम ठिक छ। त्यसको भलाको नि कसको के हुन कि उतापट्टि गर्दा न। हाउ आर यु? मा पोल्दै खाँदै गर्ने हो के हो यस्तो? खाना ल एउटा स्विट सङ सुनाउन त। गाजलुती ठुला ठुला बनि बस्यो यो दिलैमा। बस्नु पर्यो फेरि त्यो अब ट्राई बोल भाइ बोल भाइ बोल गोल भाइ गोल। ल मासु लगा त भइगयो, लगा मस्यो त आउँछ। यो भाइ यस्तो छ कि त्यो त्यसको कलाकारिता देखिरहेको छु। सेफ निराजन अधिकारी
रेस्टुरेन्टमा मजाले खाना लगाइदिन्छु र हाम्रो सेफ पुरा पाक्दैछ है केटा के भन्न चाहनुहुन्छ हजुर के भन्नु म त एकदम यस्तो फोहोर खान चाहनुहुन्छ हजुरहरू हाल्दै पनि यसो फर्काउँदै गर न Few moments later. भिकारीले मार्यो नि कस्तुरी चोकी सम्झेनौ हिस्टोरी हावा सरर लम्जुने डाँडैमा हावा सरर जता छ निर्माया उतै नजर बहिनी हामी त्यही तल बेसीको त्यही तल बेसीको चिन्जान गरे लैलै लाउ माया रिसैको खोटाङ जिल्ला दिक्तेल बजार दिक्तेल बजार लैलै सम्झनामा आउँछौ हजार दिक्तेल बजार लैलै सम्झनामा आउँछौ हजार ओए ओए वाह पुरा ज्याकेट गिटार है जुत्ता नयाँ वाह हिजो त पुरा खाली नाङ्गै हिँड्दैछ त के हो आज ओ चोरी क्या हो नाङ्गै हिँड्दै नभन्ने हेर मात्र नाङ्गै हिँड्दै नभन्ने हेर मात्र इन्डिङ आवर के अरे पिकनिक खासमा पिकनिक स्थल भनेर चाहिँ हाम्रो यो यहाँको छ है यहाँ हो खासमा है अनि त्यो डाँडा भ्यू हेर्दै तलको पिकनिक खाने ठाउँ चाहिँ माथि हो बट हामी चाहिँ अलि एकान्ततिर जाउँ केटाहरू अलिक विशेष भएको कारणले एकान्ततिर जाउँ भनेर चाहिँ हामी एकान्ततिर गएर हामी खाइहाल्यौँ है रमाइलो भयो भनौँ मेरो मोबाइलको चार्ज सक्यो त्यही भएर मैले चाहिँ गरेन यो चाहिँ हाम्रो पिकनिक स्थल विशेष है यहाँ छ बट हामीले चाहिँ तल गएर खायौँ केही छैन चिसो एकदम धेरै रहेछ अब झोला लैजाउनु मेरो झोला लैजाऊ रोशनको ज्याकेट छ क्या फेरि यहाँ केटाहरू दुईजना गइहाल्यो मुलासाहरू फटाहा सालेहरू खासमा पिकनिक स्पोट चाहिँ हाम्रो यहाँ हो यतातिर हो हामी तलतिर जङ्गलतिर गयौँ तर केही छैन होइन त्यहाँ छ है त्यहाँदेखि दरीतिर टक्क जान्छ अनि यो तलतिर चाहिँ हाम्रो सुर्खेत भ्याली अनि उतादेखि हिँड्न न मलाई यार देखिन्छ त गाडीमा जाने हो कि हिँड्दै जाने गाडीमा जाऊँ न त त्यसले भाडा अहिले देखिने सुर्खेत भ्याली अघिदेखि सुर्खेत भ्याली हामीले देखाइसकेका छौँ अहिले चाहिँ हाम्रो यस्तो देखिरहेको छ है आज शनिबार भएको कारणले गर्दाखेरि पिकनिक स्पोट चाहिँ एकदम वा प्याराग्लाइडिङ नै एरियालाई पनि एकछिन हेर वा र प्यारासुट उडिरहेको छ है कति रहेछ फी चाहिँ वा वाट नाइस हो